कहाँसम्म दौड्यो उकाला दौड्यो ओह्रालो दौड्यो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। नमस्ते, आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै छौँ। वेलकम टु माई न्यू ब्लग, न्यू भिडियो। आज चाहिँ हामी जाँदैछौँ माथि कता गोल्डापानीमा बैतडी जिल्लामा जाँदैछौँ। बहिनीको त्यो नागिताहरू बनाउनु पर्ने मन्दिर छ अनि त्यही भएर गाडी रोकेर धुप बाल्दिउँ न। मन्दिर देखेर बेला अब कति वर्षमा आइन्छ, महिनामा आइन्छ अनि त्यही भएर धुप चढाएर धुपसुप बालेर मूर्तिहरू यहाँ धुप बाल्दै हुन्छ। कति यहाँ चाहिँ मेला लाग्छ, ठुलो मेला। यहाँ के हो है? गुटका कपाल किन त्यस्तो भयो गाडीमा हावाले? अलि सन्चो पनि थिएन, गाडीबाट झरेर रिङ्गेट लगाएर त्यही पनि मन्दिर भएर उठेर आएको, नत्र उठ्ने पनि थिएन। यहाँ यस्तो छ, यताभित्र मन्दिर। अब टिका लगाउँछौँ, यहाँ टिका लगाइदिनुहुन्छ अनि जान्छौँ म त्यो बाटो भएर। यहाँ टिका लगाइदिँदै हुनुहुन्छ। एकदम गाह्रो छ गाडीबाट चढेर रिङ्गेट लगाएर। माताले सबलाई रक्षा गरून्, मनोकामना पूर्ण गरून्, सदा सुख होस्, विद्या बुद्धि यस प्राप्त भएर सदा सुख होस्, नयाँ निवासीले सबजना लाभ गरून् और मनोकामना पूरा गरेर सदा सुख होस्। माताको सादा वस्तु सबैलाई यतातिर नि यस्तो ध्वजाहरू, मूर्ति पुरै ब्लडै ब्लड छ क्या। यहाँ चाहिँ त्यो बलि चढाउनुहुन्छ कि, बलि चढाउनु, त्यही भएर पुरै यहाँभित्र यस्तो रह्यो। त्यहाँ कान्छाले टिका लगाएर मैले सरप्राइज दिएँ हो के। इसी उल्टी हुन्ना चाहिँ गाडीमा के थाहा हो। हेलो हेलो भाग्य भने वेलकम टु माई ब्लग। यहाँ बैतडीमा बितिको ब्लग बैतडीमा छ आज। अनि अब कहाँसम्म दौड्यो उकाला दौड्यो ओह्रालो दौड्यो हेर्दै इसी उल्टी हुन्ना चाहिँ पुगिसक्यौँ जिल्ला प्रशासन कार्यालय बैतडीमा। यहाँ चाहिँ बनिरहेको रहेछ क्या। म त जहाँ गए पनि एयरपोर्ट गयो बनिरहेकै हुन्छ, जिल्ला आयो बनिरहेकै हुन्छ है। काले चियालय रहेछ, जिल्ला प्रशासन कार्यालय बैतडी। के छ गाइजहरू? नागी त बनाउन आएको, मलाई त गाडीमा बोमेट भएर सबले मलाई छोडेर गए। म एक्लै बसिरहेको छु। साइन पनि गर्न आउँदैन मलाई त। कस्तो राम्रो आउँछ होइन? यस्तो गर्ने हो, यस्तो यही लेखेर यस्तो गरेर यहाँबाट घुमाएर यस्तो गरेर यस्तो तल आउने दुईवटा धर्का साथ साइन हान्न सिकाउँदै हुनुहुन्छ यहाँ चाहिँ। ड्याडी त हेरीको पछाडि पछाडि दौडिराख्नु भएको थियो।
अघि मैले देखेको ऐना चाहिँ बिचमा बाई बाई बट म गएँ ओह्रालो बाटो छ माथि मम्मी के भाइ भाइ भन्न भाइ सब्सक्राइब भन्न सब्सक्राइब भन्छ सब्सक्राइब भन्न पुलिसले समातेर लगिरह किन लगे पुरै जिल्लामै आएर यो जिल्ला मतलब यहाँ ऊ पनि छ कार्यगार पनि त्यहीबाट समातेर लग्यो बस्ने ठाउँ डाँडामा चाहिँ माथि यहाँ जिल्लाको त्यो नागरिकताको काम चाहिँ हरियाली अनि भाइ अनि बहिनीले गर्दा अन्त मम्मीलाई हस्पिटल लगिरहेको छ तल यहीँ नजिकै हस्पिटल पनि छ क्या त्यही भएर मान्छे यहाँ जिल्ला अस्पताल बैतडीमा अब जान्छौँ पर्ची हो कि के काट्नुपर्छ इमर्जेन्सी यहाँ रहेछ नम्रता भन्ने ठाउँ यहाँ 2 नम्बरमा जाने जाने बाटो यहाँ लाइनमा बस्नु त्यो गराउनु ल्याएँ त्यही भएर अहिले कान्छा र म जाँदैछौँ नास्ता खान मम्मीको चाहिँ त्यहाँ फुपूको छोरी यहाँ नर्स हुनुहुँदै रहेछ क्या अनि फुपूको छोरी भेटेर फुपूको छोरीसँगै छोडेर आएको छु भाइहरू पनि त्यही छन् अम्बिका चाहिँ त्यही जिल्ला कति छिटो देखान नागरिकता देखान यो चस्मा छ नि टक्क लगाउनु पर्छ होइन टक्क फेरि यो अस्पताल हो कि जहाँ अलि कालो आयो कस्तो लागिरहेको म त मेरो त बिहालसम्म आज के अरे अलि सिकिस्त बिरामी छु हस्पिटलमा चाहिँ बिरामी हुँदैन हस्पिटल छोडिँदैन मम्मीलाई के भन्यो टाइम लाग्यो भन्यो मामा खै भन्थे मामा खै एकदम राम्रो लाग्दैछ छिटो काम भयो म त यहीँ रात पर्छ सोचेको हो छिटै काम भयो नि हामीले त रातै पर्छ सोचेको थियौँ काम त आधा घन्टामा सुनिस् अब यहाँ पनि छिटै सक्नु पऱ्यो नि त यहाँ पनि हाम्रो चिनेको नर्स त मेरो बुढा यहाँ हुनुहुन्छ खुसी लाग्यो धेरै हो क्या त्यो जिल्ला प्रशासनमा नागरिकता बनाउँदा धेरै छिटो भयो क्या त्यही हामी त रातै त्यही पर्छ भने हस्पिटलको कामै हुँदा होला थियो हस्पिटलको काम पनि भइरहेछ मेरो भिडियो एक्सरे गराउनलाई लाइनमा बसेको छ कति बेला हुन्छ रिपोर्ट 2 बजी आउँछ अरे ढिला भएको ढिला यिनीहरू एक्लै आएर एक्लै लुकी के खाने चल्ल तल्ल मैले पनि खाएँ अलिकति यसको भाग अझै खान्छ मेरो बुढा मस्किनुहुन्छ राति सुत्न गएको थिएन नि बोयफ्रेन्ड भेट्न गएको थियो त्यही भएर अहिले सुतिरहेछन् नाटक ए यहीँ छोडेर जाने भनेर तिमीलाई उठी गएँ
आज यहाँ सबैको हालत डाउनै भएको छ मलाई मेरो पनि फेरि हस्पिटलको कामै भ्याएको छैन हाम्रो भ्याइयो भन्छन् फेरि उता यता उता गर्दा गर्दै भ्याएन आज फेरि यस्तो अल्छी भन्दा पनि बोमेट भएर होला बिहान बिहानै यस्तो गाह्रो भइरहेछ क्या भ्लग बनाउन पनि जागरै लागेन त्यही पनि बनाउनु पर्छ भ्लग त मलाई भ्लग बनाउन एकदम मनपर्छ क्या भ्लग बनाउन एकदम मनपर्छ त्यही भएर त भ्लग बनाउँ तर भ्लग बनाउन सजिलो छैन एकदम गाह्रो छ राति एडिट गर्दा बिहाल हुन्छ सुत्न नि पाइन्न राम्रोसँग गाह्रो छ जिन्दगीमा भ्लग बनाउने मान्छेलाई अरूलाई म अरूलाई देख्छु क्या कस्तो रमाइलो पहिला हेर्थेँ नि त मैले पनि कस्तो रमाइलो गरिरहेको भिडियोहरू हेर्थेँ तर आफूले जब मोबाइल समातेर यस्तो गर्न थालेँ नि त्यहाँदेखि त आफ्नो पनि यस्तो रहेछ हुने भन्ने अझ पनि म त्यस्तो पर्फेक्ट त भएको छैन अलिकति सिकिरहेको छु अलिअलि सिकिरहेको छु मलाई एकदम मनपर्छ त्यही भएर बनाउँछु म बनाइरहेको छु होइन एकदम बनाइरहेको छु कोसिस धेरै छ अघिकै मन्दिरमा रोकेको त्यो गाडी हो त्यो पर गाडी रोकेर यहाँ पिङ खेल्नलाई हिङ्गाटा लाएर कस्तो भएर पिङ खेल्नलाई गाडी रोकेको ओ आइङ्कालासम्म त है मन्दिर यहाँ अघिकै मन्दिर हो बिहान पूजा गरेर गएको पुरै हल्लिन्छ क्या यस्तो पनि बच्चा जस्तो गर्नुहुन्छ यार हामी चाहिँ अघि नै पुगेको थियौँ घर पुगेर अनि नास्ता सास्ता खायौँ खाजा खायौँ अनि एकछिन रेस्ट गऱ्यौँ रेस्ट गर्दा गर्दै अँध्यारो भयो यता माथि लेक जाने बाटो हो यो चाहिँ यहाँ चाहिँ हाम्रो कस्तो धुवा हुन्छ क्या यहाँ कहीँबाट आएर यहाँ माथि 4-5 तला माथि छ नि त छ त अनि त्यही भएर गाह्रो हुन्छ खत्म बाय बाय टाटा गुड बाय त्यहाँ खोला अहिले चाहिँ पानी आउँदैन पानी कहिले आउँछ अब हाम्रो ड्याडी चाहिँ भर्खर आउनुभयो क्या बजारबाट ड्याडी चाहिँ बजारै बस्नुभएको थियो क्या अनि पछि आउँछु भनेर हामी चाहिँ गाडी लिएर आइसक्यौँ ड्याडी चाहिँ हिँड्दै आइराख्नु भएको अहिले माथिको छतमा जान्छ है त म चाहिँ आइसकेँ माथि आएर यता मलाई चाहिँ मेरो चाहिँ सबभन्दा फेभरेट ठाउँ नै यही हो क्या यहाँ आएपछि म चाहिँ पहिला चाहिँ म आफ्नो घरबाट के यहाँ आएपछि सरासर यहीँ माथि आउँथ्यो क्या हो त्यहाँ हाम्रो यो चाहिँ पुरानो घर हो हाम्रो हजुरआमा हुनुहुन्छ त्यहाँ हो त्यहाँ अनि यो चाहिँ त्यहाँ हाम्रो बारी छ पुरै यहाँ तल चाहिँ हाम्रो यता चाहिँ घरहरू छन् पुरै तल बारी छ हो त्यहाँ बारीदेखि बारी छ हो त्यहाँ एयरपोर्ट छ हो त्यहाँ मन्दिर छ माथि आइहाल्थेँ क्या कस्तो रमाइलो लाग्थ्यो माथिबाट तल हेर्नलाई म चाहिँ के हुन्थ्यो भनेपछि उहाँबाट आउँदाखेरि म जान्छु अनि माथि गएर सर हेऱ्यो भने आनन्द लाग्थ्यो कि मलाई अब धेरै दिन पनि छैन आज र भोलि मात्र हो पर्सि त जाने दिन आइगयो अब टाढाको बाटो धेरै पनि आइन्न नजिक भए पो आइन्छ त आउन जान यस्तै त हो नि टाढा भएपछि कस्तो माया लाग्छ के गर्नु यो चाहिँ बजिरहेको छ अब 7 बजिरहेको छ अनि यस्तो रमाइलो लाग्छ कि यहाँबाट हेऱ्यो भने साह्रो आनन्द महसुस हुन्छ माथि धारा छ र त्यो जेसीबी चलाएर पुरै बिग्रिया रहेछ क्या सो आजको लागि चाहिँ यति नै म भेट्नेछु तपाईँहरूलाई मेरो नयाँ भिडियो नयाँ ब्लगमा है त अहिलेसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच अनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है बाई बाई